वेलकम टु माई न्यू भ्लग। फेरि पनि तपाईँहरूलाई सबैलाई स्वागत छ मेरो भ्लगमा। आज फेरि म मेची मजु प्रपोज एग्रो फर्म मेची नगर 3 मा छु। काका के हुँदैछ यहाँ? दुध ल्याइने छ। कतिवटा छ यसको? यसको 10 वटा छ। 10 वटा हाम्रो यो 10 वटा युक्सारको यता छ हाम्रो यता आनन्दले बसिरहेको अवस्था यता छ, यता आनन्दले सुतिरहेको अवस्था यता पनि छ, यता पनि सुतिरहेको अवस्था। यो हाम्रो नयाँ अहिले मात्रै ल्याउँदै गरेको हो। यहाँ पनि छ र तपाईहरुलाई बच्चा चाहियो भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो यो आज ल्याउँछ होला सायदै। मेची एग्रो फर्मको दृश्य तपाईहरुलाई देखाइरहेको छु। अहिले हामीसँग बिक्रीमा रहेको बच्चाहरू पनि छ। साथीहरू तपाईहरुको फर्म कस्तो चलिरहेछ, अफ्रिकन स्वाइन फ्लूले कतिको असर परिरहेको छ तपाईहरुको ठाउँतिर, यसो कमेन्ट गरेर सेयर गरिदिनु होला। यता हाम्रो माछा गाडी छ सधैँ देखाइरहेको। यो हाम्रो माउको लागि हो। तपाईहरुलाई पनि बच्चा चाहियो भने हामीसँग छ है, बच्चाहरू छ है। माउको लागि रेडी हुँदैछ। मेची एग्रो फर्मको अपडेट हेर्नुहोस् है। आनन्द छ है, जिन्दगी होस् त यसको मङ्गुरको जस्तो है। सुत्ने खाने हो, सुत्ने हो, यस्तो छ है साथीहरू। म तपाईहरुलाई हाम्रो बँदेलको पनि देखाउँछु है, हाम्रो बँदेल पनि देखाउँछु र यो हाम्रो सिङ्गल ट्याप 4 को यो पनि छ है। यहाँ पनि छ है बच्चाहरू। सिङ्गल ट्याप 4 को माउहरू यो परैसम्म हो, देखे जति सबै हाम्रो माउहरू छन्। र आज चाहिँ त्यो माउहरू भन्दा पनि तपाईहरुलाई म बँदेल देखाउँछु है। बँदेल यो हाम्रो यो चाहिँ क्रसहरू है, क्रसहरू यसको लागि बिडिङ बनाउनुलाई हो। यो हाम्रो हात्ती जत्रो सुँगुर चाहिँ बिक्रीमा छ है। यो चाहिँ यो 3टा सुँगुर बिक्रीमा छ। यिनीहरू पनि छ हामीसँग। उतापट्टि पनि छ, उतापट्टि चाहिँ मैले देखाइनँ है आज। उतापट्टि मासुको लागि पालिरहेको छौँ। यो हाम्रो विशेष यो बँदेल कस्तो छ है। हामी बँदेलको पनि बच्चा उत्पादनको लागि हामीले राखेको हो। अब हाम्रोमा बँदेलको बच्चा पनि पाइन्छ है। हामीसँग बँदेलको बच्चा पनि पाउँछ। यो चाहिँ बँदेलको लागि बनाएको खोर हो। हाम्रो यो बँदेल चाहिँ हेर्नु सक्नुहुन्छ। कस्तो लाग्यो तपाईहरुलाई? अहिले बङ्गुरको मार्केट अलिकति डाउन भयो भनेर अलिकति हल्ला छ, तर यो मल्ला चाहिँ यो केही समयको लागि मात्र हो। तपाईहरु नआत्तिनुहोस्, सबैजनाले कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गरेपछि अवश्य राम्रो हुनेछ। सबैको जय होस्। बङ्गुर पालन किसानको सबैको जय होस्। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।